यस आजको एक्सर्साइज फिनिस भयो अब भिडियो चाहिँ किन देखिन्न भन्ने कुरा के हो भने अब यहाँ क्राउडेड पनि छ अब अनि आफूले हान्दा स्ट्यान्ड अलिकति हुँदैन कि सो बिकज अफ द्याट आई क्यान नट रेकर्ड वर्कआउट भिडियो होइन तर यस आइ एम कमिङ डेली म आफूलाई थप्दिनँ त्यही भएर आज बाइसेप डे थियो र भोलि हामी काहीँ लङ रन जाने टार्गेट राख्छौँ होइन टुमारो सटरडे हो किनकि अब जिमहरू बन्द हुन्छ अनि हामी चाहिँ यस आई एम टार्गेटिङ फर 10 to 12 किलोमिटरको रन चाहिँ भोलि हामी ट्राई गर्छौँ इभिनिङ आउट हियर अब सुत्ने बेला भइसकेको छ एन्ड यहाँ एउटा सानो अनाउन्समेन्ट अथवा सानो कुरा भन्नु थियो हजुरहरूसँग द्याट इज आई हेभ क्रिएटेड अ फेसबुक ग्रुप पेज जसको नाम चाहिँ रहेको छ लेस वाक लेस रन नेपाल। यसमा चाहिँ यो मेनली चाहिँ हाम्रो रनरहरू जो चाहिँ बिगिनर हुनुहुन्छ अथवा जो चाहिँ रनिङमा इच्छा राख्नु भएको छ अथवा आफ्नो वेट लस जर्नी अथवा हेल्दी लाइफस्टाइललाई रनिङको थ्रु इम्प्रुभ गर्न चाहनुहुन्छ भने द्याट इज दिस पेज इज डेडिकेटेड फर देम। हामी हरेक शनिबार चाहिँ वी विल डिसाइड अ प्लेस अनि चाहिँ त्यहाँसम्म चाहिँ हामी बाई वाक अर बाई रनिङ वी विल ट्राई टु एटेन्ड इट होइन। यो ग्रुप कम्प्लिटली बिगिनर फ्रेन्डली हो होइन। यहाँ हामी खत्रै रनर हुनुपर्छ भन्ने होइन। यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ देन यु क्यान प्लिज गो चेक आउट हाम्रो यस लेस वाक लेस रन नेपाल ग्रुप पेजमा जानुहोस् एन्ड त्यहाँ अब हरेक इन्फर्मेसनहरू आउनेछ। सो यस फर आई हेभ जस्ट क्रिएटेड इट टुडे। सो टुमारो चाहिँ हाम्रो टार्गेट हुनेछ कलङ्कीबाट स्वयम्भूनाथ एन्ड स्वयम्भूनाथदेखि कलङ्की। सो अनि इट विल राउन्ड अप टु अराउन्ड 10 किलोमिटर आई थिङ्क। अब यस एज इट इन फर्स्ट डे अब धेरैजनाले इन्फर्मेसन पाउनुहुन्न एन्ड आई डोन्ट नो होइन कति रन कति पोस्ट गर्नुपर्छ अझै रिच आउट गर्नलाई बट आई विल किप ट्राइङ टु पोस्ट द भिडियो। अनि त्यसपछि त्यहाँको यात्रा अब इफ इन्ट्रेस्टेड यु क्यान मेसेज अरू पुट अ कमेन्ट डाउन इन द युट्युब इन द फेसबुक पेज है त। ल नमस्ते जय नेपाल। भोलिको यात्रापछि एउटा सानो भिडियो आउँछ फेरि।